साथीहरु यस काठमाडौँ उपत्यकाको यो काठमाडौँ महानगरपालिकामा आज चाहिँ भव्य रूपमा यहाँ 18औं गणतन्त्र दिवस लाई चाहिँ सभ्य र भव्यताका साथ सफल पार्नका लागि यहाँनिर चाहिँ विभिन्न ठाउँहरूबाट यहाँनिर चाहिँ आउनुभएका यहाँ हामीले महानुभावहरू देख्न सकिन्छ। यहाँनिर पुरा गाडी जाम भइरहेको छ। यस्तो अवस्था छ कि यहाँनिर पुरा अगाडिपट्टि त्यहाँ परनेरि नेपालको नेपाली झन्डा, राष्ट्रिय झन्डा अनि सहित गणतन्त्र दिवस मनाउनको लागि चाहिँ उपस्थित हुनुभएका सम्पूर्ण उपत्यका काठमाडौँ भ्यालीका मानिस लगायत विभिन्न भ्यालीभन्दा बाहिरका मानिसहरूको पनि यहाँनिर उपस्थिति रहेको छ र यहाँनिर यस्तो देख्न सकिन्छ। र आज चाहिँ काठमाडौँ उपत्यकामा गणतन्त्र दिवसको यो अवसरमा चाहिँ भव्य यहाँनिर चाहिँ उपस्थिति रहनेछ र यहाँ देख्न सकिनेछ। यो चाहिँ 18औं गणतन्त्र दिवसको झलक है साथीहरु। म चाहिँ अहिले देखेर रत्न पार्कमा छु र यहाँ रत्न पार्क यहाँनिर चाहिँ यस्तो देख्न सकिन्छ। अहिले यतातिर तपाईले यो भवनहरूलाई देखाउँदै गर्दा पनि यतातिरको यो दृश्यहरूलाई देखाउँदै गर्दा अहिले कहाँ हो त भन्दाखेरि देख्नुहुन्छ यस्तो रहेको छ। र यसले चाहिँ न्युज एजेन्सीको एकजना सर हुनुहुन्छ र उहाँले चाहिँ क्यामेरा फिट गर्दै हुनुहुन्छ। यसरी यस्तो यतातिरबाट यसरी मानिसहरू हिँडिरहेको पनि हामी देख्न सकिन्छ। र यहाँनिर चाहिँ यस्तो छ गाइजहरू। ल यहाँ न्युज एजेन्सीको यहाँ जर्नलिस्ट हुनुहुन्छ र यतातिर चाहिँ एकदमै गाडीहरू अब जाम हुन थालिसकेको छ। यता परतिर भने आर क्याम्पस ल क्याम्पस रत्नराज अनि त्यसपछि विश्वभाषा क्याम्पस रहेको छ। र मैले पनि यतै साइडमा अध्ययन गरेको थिएँ पहिले र यतातिर चाहिँ यो रत्न पार्क एरियाहरू छ। यहाँनिर चाहिँ एकछिन भरेको प्रोग्राम चाहिँ यहाँनिर प्रोग्राम सेट भएको छ र यहाँनिर चाहिँ एकदमै भव्यताका साथ यहाँनिर चाहिँ कार्यक्रम हुनेवाला छ। यहाँहरूले हरै देख्न सक्नुहुन्छ र यहाँ चाहिँ भव्य कार्यक्रम यहाँनिर चाहिँ हुनेवाला छ। अहिले चाहिँ यो प्राङ्गण खाली अवस्थामै देखिन्छ भने अब केही क्षणमा यहाँनिर एउटा 18औं गणतन्त्र दिवसको भव्य कार्यक्रम यहाँनिर सुरुवात हुनेछ। सम्भव भएसम्म म यहाँको कार्यक्रमलाई को भिडियो पनि पब्लिस गर्ने जमर्को गर्नेछु। यस भिडियोमा यति भन्दै म बिदा चाहन्छु। धन्यवाद।